आज चाहिँ फेरि धेरै टाइमको बादमा हामीले छुट्टी पायौँ सँगै दिवालीको, त्यसैले गर्दा आज चाहिँ घुम्नु जानुपर्छ भनेर निक्ल्यौँ हामी चाहिँ है। सो हाई एभ्रिवान, वेलकम छ तपाईँलाई मेरो ब्लगमा है। आज चाहिँ वेदर यस्तो दामी भइरहेको थियो, अन्त हामी चाहिँ दिवालीको छुट्टी लिएर बस्नुले गर्दा बोर भइरहेको थियौँ रुममा है। योपालि चाहिँ हाम्रो दिवाली सेलिब्रेसन गर्नु हुन्थेन, त्यसैले गर्दा यत्तिकै बसिरहेको थियौँ। अन्त सडनली प्लानिङ गरेर हामी चाहिँ घुम्नुको लागि निक्ल्यौँ। रुमबाट निक्लिँदाखेरि चाहिँ वेदर कस्तो दामी भइरहेको थियो, तर हामी वहाँ पुगुन्जेलसम्ममा चाहिँ आकाशहरू पुरै कालो भइसकेको थियो, पानी आउला जस्तो भइसकेको थियो। तर पनि हामी घुम्नु निक्लिसकेपछि अब घुमेरै जानुपर्छ भनेर चाहिँ चाट समोसाहरू खायौँ, आइसक्रिमहरू खायौँ। त्यस्तो जाडो भइरहेको थियो वेदर, तर पनि अनि भन्छ नि जुन चाहिँ बातको डर थियो त्यो नै भयो भनेर, त्यस्तै भयो। हामीसँग चाहिँ वहाँनिर पुग्ने बित्तिकै पानी पर्नु थालिहालेको थियो। धन्न हामीले छाता चाहिँ लिएर आएको थियौँ, त्यही पनि मेरो जितले गर्दाखेरि। किन भन्दाखेरि चाहिँ मेरो हिरोले चाहिँ एउटा छाता बोक्नु अल्छीले तिम्रो छाता ओढ्दिन पनि बोक्दिन पनि भन्दै थियो, तर पानी पर्ने बित्तिकै सबभन्दा पहिला चाहिँ उसलाई नै चाहिएको थियो छाता। जस्तो चाहिँ मैले सोचेर प्लानिङ गरेर आएको थिएँ त्यस्तो चाहिँ केही भएन होइन। पानीले गर्दा सब बर्बाद भइसकेको थियो। अन्त एकछिनबाट उसको साथीहरू भेट्नुको लागि आयो उसलाई, अन्त उनीहरू सबैजना मिलेर भेटेर गफ्री गर्दै थियो। अन्त पानी रोकिसकेपछि चाहिँ हामी निक्ल्यौँ बाहिर। यु क्यान सी हियर होइन, म चाहिँ पछाडि एक्लै भइरहेको थिएँ। उसले चाहिँ साथी पाउने बित्तिकै बुढीलाई बिर्सेर त गफ्रीको तोडमा हिँड्नु थाले साथीहरूसँग। गफ्री चाहिँ केटीहरूलाई मात्रै आउँछ भनेर सोच्थेँ म, तर होइन रहेछ। केटाहरूले पनि यस्तो डरलाग्दो गफ्री गर्छ भने चाहिँ फर्स्ट टाइम थाहा भयो। उसले त बुढीलाई लिएको छु भनेर बिर्सेर हिँडेको। दुईजना कम्ती भइरहेको थियो, अझै दुईजना थपिएर थियो। म चाहिँ पछाडि उनीहरू चारजना अगाडि म चाहिँ भेडा बाख्रा चराउनु गएको जस्तो फिल भइरहेको थियो मलाई। तर पनि कुनै बात छैन, साथीहरूलाई भेटेपछि यस्तै हुन्छ भनेर इग्नोर गरेँ मैले। अन्त आजको ब्लग चाहिँ यति नै। पानी चाहिँ रहेको थिएन, हामी चाहिँ रुमतिर फर्केँ। टाटा।